चिसो पानी खाँदाखेरि दाँत दुख्ने कारण चाहिँ के हुन्छ भने हामीले के बुझ्नु पर्यो भने दाँतको तीनटा पत्र हुन्छ, इनामेल, डेन्टिन, पल्प भन्छौँ। जब त कुनै कारणले दाँतको बाहिरी पत्र इनामेल खिन्छ भने अथवा कुनै कारणले त्यो चाहिँ वेयर आउट हुन्छ भने त्यसबाट चाहिँ मान्छेलाई सेन्सिटिभिटी सुरु हुन्छ। त्यही कारण के कारणले खिन्छ त भने एट्रिसन, दुईटा दाँतमा आफैमा घर्षणबाट कुनै दाँत खिएर सेन्सिटिभ हुनसक्छ। एउटा हामीले चाहिँ नजानेर चाहिँ ब्रस गर्ने क्रममा दाँतलाई बेसरी घोटेर सफा हुन्छ भने घोट्छौँ, हामीले त्यसलाई एब्रेजन भन्छौँ। त्यस्तो अवस्थामा के हुन्छ, इनामेल वेयर आउट हुन्छ। र अर्को चाहिँ केमिकल वेयर आउट भन्छौँ हामीले, जस्तै इरोजन भन्छौँ। त्यसमा चाहिँ केमिकल, जस्तै हामीले एसिडयुक्त खानेकुरा बढी पेय पदार्थ पियौँ भने, अथवा जस्तै कोक, फेन्टा जुसहरू हुन्छ, अथवा अमिलो कुरा हुन्छ नि, साइट्रस फुडहरू खायो भने हुन्छ। कुनै कुनै अवस्थामा चाहिँ एसिड रिफ्लक्स भनेको कसैलाई ग्यास्ट्राइटिस हुँदा चाहिँ जुन पेटको जुन एसिड हुन्छ मुखमा चाहिँ आउने क्रममा नि त्यसले के गर्छ, इरोजनहरू गर्छ। त्यस्तो अवस्थामा हुन्छ। र एउटा अर्को कारण के हुन्छ नि, प्रमुख कारण चाहिँ डेन्टल क्यारिज भएर, जस्तै इनामेल क्याभिटी भएर बिरामीले समयमै उपचार गर्नु भएन भने चाहिँ त्यो क्याभिटीले चाहिँ इनामेल बिग्रिएर डेन्टिन दोस्रो चरणमा पुगेको अवस्थामा दाँत संवेदनशील हुन्छ।